यदि झुकिएर पनि रवि र राजा मिल्ने अवस्था आए यहाँ धेरैको बाजा बज्ने पक्का छ। ज्ञानेन्द्रले फागुन 25 मै खतराको मिसकल दिइसकेका बेला चैत्र 8 मा आएर रविले पनि लामो जनाउ घण्टी दिएका छन्। आजको यो आंशिक संकेतले रवि गुप्त भएर हातमा दही जमाएर नभई सरकारको विरुद्धमा भण्डाफोर गर्न घनीभूत गृह कार्यमा भित्रभित्रै तयारी गरिरहेको बुझ्न कठिन छैन। कड्किएर छड्किएर क्यामेराको फ्रेमबाट कोल्टिएर हिँड्दै गरेका रवि लामिछानेले मौनताको बाँध भत्काउँदै शुक्रबार नेपाली राजनीतिमा पतपति आगो लाग्ने अभिव्यक्ति दिए। पूर्व राजा ज्ञानेन्द्र शाहले मुठभेदबाटै भए पनि दलबाट शासन खोसेर मुठीमा लिने कसरत गरिरहेका बेला ओली र देवामाथि रविले दिएको थ्रेटलाई संयोग मात्रै मान्न सक्ने अवस्था छैन। दर्शकबिन, यदि झुकिएर पनि रवि र राजा मिल्ने अवस्था आए यहाँ धेरैको बाजा बज्ने पक्का छ। किनकि जनताको नजरमा दुवैको क्रेज अहिले पनि समान मात्र होइन, अस्वाभाविक देखिन्छ। ज्ञानेन्द्रले फागुन 25 मै खतराको मिसकल दिइसकेका बेला चैत्र 8 मा आएर रविले पनि लामो जनाउ घण्टी दिएका छन्। रवि राज्यसँग डराएर थुरथुर हुँदै दुलो पसेको भाष्यका बीच शुक्रबार फायर खोलेका उनले क्रान्तिका लागि तयार रहन आह्वान गरेका छन्। रवि र पूर्व राजा नै एक ठाउँमा उभिएर आह्वान गरे आन्दोलनको आँधी आउने कुरा नकार्न सकिँदैन, किनकि उनीहरूमाथि जस्ता सुकै प्रश्न रहे पनि पक्षमा जनमत बलियो छ। फलत रविले पछिल्लो समय किन नबोलेको भन्ने प्रश्नको जवाब दिँदै भने, गेट रेडी फर रेभोल्युसन। समय आउँदैछ, चाँडै नै म सबैलाई तयार हुनको लागि भन्न चाहन्छु, गेट रेडी फर द रेभोल्युसन। ज्ञानेन्द्रको ग्याङ सहितको म्याराथन र रविको क्रान्तिवाला शङ्खघोषले अब मुलुक मुठभेद भन्दा धेरै टाढा नरहेको संकेत गरेको छ। समय आएपछि बोल्छु भनेका रविले यो बीचमा पनि किस्ता किस्तामा धेरै कुरा बोलिसकेका छन्। सहकारी ठगी आरोपमा कार्तिक 2 मा प्रहरीले पक्राउ गरेर पोखरा पुर्याउँदा रविले 4 कार्तिकमा अदालत परिसरबाटै देश र जनताको मुक्तिका लागि केपी ओली सरकार ढल्नु पर्ने भनेका थिए। त्यसयता 84 दिन हिरासत बसेर धरौटीमा छुटेका रविले शुक्रबार पाटन उच्च अदालतबाट विगतलाई पनि टपेर केही अर्थपूर्ण अभिव्यक्ति दिएका छन्, जसको सार यस्तो छ। नम्बर 1, सरकारलाई जवाफ। मैले बोले भने 2/3 सरकारलाई गाह्रो पर्ला, अहिले बोल्न नलगाउनुहोस्। जुन बेला बोल्छु धेरैको बोल्ती बन्द हुन्छ। सरकार नाङ्गिएको हुनाले लाज छोपिदिन म अदालत घुमिरहेको छु, ठाउँ ठाउँमा पुगिदिनु पर्नेछ। मैले सरकारले नाङ्गिएको हुनाले लाज छोप्नका लागि अहिले अदालतहरूमा घुमिरहेको सरकारको लाज छोपिदिनु पर्नेछ, म ठाउँ ठाउँमा पुग्नु पर्नेछ। नम्बर 2, राजावादीको आक्षेपपछि पत्रकारलाई जवाफ। म आवेग र उत्तेजनामा छैन, म लाइफ लाइनको कुरा गर्दैछु। तपाईँ हेडलाइनमा चिन्तित हुनुहुन्छ। म तपाईँलाई हेडलाइन दिन चिन्ता नगर्नुहोस्, म लाइफ लाइनको कुरा गर्दैछु। नम्बर 3, समय आउँदैछ, चाँडै नै सबैलाई तयार रहन भन्न चाहन्छु, गेट रेडी फर द रेभोल्युसन। समय आउँदैछ, चाँडै नै म सबैलाई तयार हुनको लागि भन्न चाहन्छु, गेट रेडी फर द रेभोल्युसन। गेट रेडी फर द रेभोल्युसन। आजको यो आंशिक संकेतले रवि गुप्त भएर हातमा दही जमाएर नभई सरकारको विरुद्धमा भण्डाफोर गर्न घनीभूत गृह कार्यमा भित्रभित्रै तयारी गरिरहेको बुझ्न कठिन छैन।